साथीहरु यो रोटेपिङ हेर्नुस् त पछाडि वाटर फाउन्टेन हो। अब राति त झन् अब लाइटले गर्दाखेरि यति दामी देख्छु होला यो। म चाहिँ बिर्सिहाल्छु वाटर के सबैलाई नमस्ते सबैलाई भन्दै तपाईँहरू सन्चै राम्रै हुनुहुन्छ होला। म पनि राम्रै छु र आज चाहिँ हो ईदको छुट्टी अब सेकेन्ड डे र आज चाहिँ म जान लागिरहेको छु। हिजो त अब हत्ता घुमेर आइयो होइन, हत्तामा गएर पिकनिक सिकनिक पनि खाइयो साथीहरूसँग र आज चाहिँ ब्लू वाटर पे भन्ने जग्गा यत्रो बडा चर्क रोटेपिङ छ क्या त्यहाँ चाहिँ। नहीं, ऐसा नहीं हो सकता, कह दो कि ये झूठ है। चलो भाइ देखो अब मैं क्या करता हूँ। त्यहाँ घुम्न जाने लागेको छु। त्यस्तै हो, अब के गर्नु, छुट्टी हुन्छ यताउति घुम्नै पऱ्यो होइन साथीहरू। र तपाईँहरू पनि घुम्नु भयो होला, घुम्नु हुँदैछ होला, राम्रोसँग घुम्नुहोस्। घाम चाहिँ डह्रो लागिरहेछ बाहिर चाहिँ। म आइपुगेको छु जबल अली मेट्रो स्टेसनमा चाहिँ र यहाँबाट चाहिँ तपाईँको F57 यु हेभ टु टेक F57 बस अप टु ब्लू वाटर पे। डह्रो लागेको छ घाम चाहिँ र बस आउने रहेछ। बस स्टपमा आइपुगेको छु मेट्रोबाट निक्लेर पनि। म चाहिँ बसमा बसिरहेको छु। मेट्रो घाटमा अलिकति कम्ती एमाउन्ट भएकोले गर्दाखेरि रिचार्ज गर्दाखेरि चाहिँ तपाईँको के भन्नु रिचार्ज ब्यालेन्स नदेखाउँदाखेरि मैले त्यहाँ क्लेम गरिरहेको छु। तर हुन्छ भने चाहिँ हेरौँ। र मेरो एकाउन्टबाट पैसा चाहिँ काट्यो होइन, तर मेट्रो घाटमा डेबिट मतलब अपडेट भएन क्या। अहिले चाहिँ म चाहिँ ब्लू वाटर पे भन्ने जग्गामा दुबई मरिनामा आएको छु घुम्नको लागि। र यसो अब छुट्टी बनाउनु पर्यो होइन। यो त यसो हत्ता गएर यसो बनायो र हेर्नुहोस् त यति ब्युटिफुल लोकेसन। हेर्नुहोस् त कति दामी लोकेसन, कति मिठो राम्रो हो क्या। अन्त चारैतिर अब यो पछाडि देख्न सक्नुहुन्छ यो समुद्र होइन। समुद्रहरू तपाईँको अब बोटिङहरू गरिरहेछ याजमा स्टेम्बरमा होइन। अब यो तपाईँ देखिहाल्नु सक्नुहुन्छ यो तपाईँको अब रोटेपिङ तपाईँ इलेक्ट्रिक हो यो चाहिँ। अब अहिले फिलहाल चाहिँ बन्द रहेछ। अब पहिला चाहिँ अब चालु थियो तर अहिले फिलहाल चाहिँ बन्द छ। एकदमै बवाल यार लोकेसन चाहिँ मन पऱ्यो एकदमै। आएको थिइनँ म चाहिँ त्यसमा फर्स्ट टाइम भनौँ न। अब दुबईहरू बसेर पनि आउनै पाएको थिएन कि, आउनु पाएको थियो किनकि अब आएकै थिएन नि। ल यो भिडियो हेरेर नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनुहोस् है, माया गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस् साथीहरूसँग होइन। अनि हजुरहरूलाई अब यसो अब कन्टिन्यू त आउँदैन भिडियो होइन, तर जब टाइम पाउँछु होइन भिडियो चाहिँ हालेको हुन्छु। तर अब एक्चुअली अब के भने काम पनि गर्नु पऱ्यो, त्यसले गर्दाखेरि अब काम पनि गरेकोले अब त्यो एकदम बिजी हुन्छ। बिजी स्केड्युलमा अब भिडियो बनाउनु टाइमै मिल्दैन क्या। अब एउटै ब्लग एउटै जग्गामा कहाँ देखाइरहनु तपाईँहरूलाई होइन। त्यो भनेर चाहिँ म भिडियो चाहिँ एकदम कम्ती हाल्ने गरेको छु अहिले चाहिँ। तर अब अलिकति टाइम मिलायो भने चाहिँ म कन्टिन्यू हाल्ने कोसिस गर्छु। ल थ्याङ्क यू। गाइज जति हेरिरहँ जस्तो भइरहेछ क्या मलाई चाहिँ। यस्तो नजारा, यस्तो दामी नजारा नि के भन्ने यार।
प्यारासुट पनि रहेछ गाइस यो यहाँबाट त यस्तो अल्को देख्छ होइन माथिबाट झन् कस्तो अल्को देख्छ होला सानो छ भने त यो कतिवटाको सिटको चाहिँ छौ त्यो चाहिँ थाहा भएन है जसलाई थाहा छ भने कमेन्ट गरिदिनु होला है कतिवटा बग्गीकै छ के हो यस्तो आम्बो कत्रो हुँदो रहेछ यार यो उयो त देख्यौ आम्बो कतिलो हुँदो रहेछ नि त अन्त यो त कति हो यो चाहिँ र यो उयसको चाहिँ भन्दैछ 195 भनेर भन्दैछ होइन यो रोटेपिङको चाहिँ 195 अरे यार 40 मिनटको एक राउन्ड हुन्छ अरे आम्मा सोचिहाल कस्तो हुन्छ होला सरी 195 for one round for 40 minutes. Yeah, 40 minutes. Exactly 41%. Yes. Thank you brother. र सुनिहाल्नुभयो होला 195 र घुमघाम गरेर पनि फर्कियो है त त्यसै थियो आजको त्यस्तो अब राम्रै थियो घुमघाम एकदम दामी थियो बाबा उयो चाहिँ एकदमै दामी के दामी थियो है म चाहिँ स्क्रिनसट लिँदै बसेँ ठ्यारो very nice सूर्य देवता पनि जानु लाग्यो र गाइस म पनि फाइनली घरमा आइपुगेँ है घुमघाम गरेर इफ यु लाइक द भिडियो प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब द च्यानल है तबसम्मको लागि अब बिदा लिन्छु अर्को भिडियोमा फेरि भेट हुन्छ है त बाई बाई